नमस्ते, म एक बहादुर छेत्री, भरतपुर महानगरपालिका वार्ड नम्बर 18 मेरो घर। मेरो छोरा विज्ञान छेत्रीले यस एक्सिस एजुकेसन नारायणगढबाट न्युजिल्यान्डमा चाहिँ भिसा लिन सफल भएकोमा छोरा विज्ञानलाई धेरै धेरै धन्यवाद र नाम निकाल्न सफल यस एक्सिस एजुकेसनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पहिलोचोटि भिजा एप्लाई गर्दाखेरि असफल भयो र दोस्रो चोटि भिजा ल्याउन सफल भएकोमा छोरा विज्ञानलाई धेरै धेरै धन्यवाद। साथै एक्सिस एजुकेसन को सम्पूर्ण टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, स्पेशली चितवन ब्रान्चलाई। यो भिडियो हेर्नुहुने सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई पनि एक्सिस एजुकेसन चितवन शाखालाई सम्झिनु हुन अनुरोध गर्दछु। Think access to get success। यो भिडियो हेरेर बसिराख्नु भएको अभिभावक विद्यार्थीहरू भाइ बहिनीहरूले पक्कै पनि थाहा पाइसक्नु भयो होला कि वी एक्सेस एजुकेसन नेटवर्क स्पेशली चितवन ब्रान्चले एउटा स्टुडेन्टलाई उसको गन्तव्यसम्म पुर्याउनलाई के कतिको भूमिका निर्माण गर्छ भन्ने कुरामा। यदि तपाईहरू पनि उच्च शिक्षा हासिलको लागि न्युजिल्यान्ड लगायत अन्य कुनै कन्ट्रीहरू जान इच्छुक गर्नु भएको छ भने एकपल्ट अवश्य एक्सेस एजुकेसन नेटवर्क स्पेशली चितवन ब्रान्चलाई सम्झिनु होला। Access Education Network Chitwan, simply a better way to learn.